त्यो भाइलाई न्याय मिल्न पर्छ रे, न्याय दिन्छौँ रे। न्याय दिनलाई गर्नलाई तपाईँहरू को हो र? जज छ त, कोर्ट छ त, उनीहरू भएको के फाइदा? नि तपाईँहरूले नै न्याय दिने भए, सबै डिसिजनहरू तपाईँहरूले नै बनाउने भए त के हुन्थ्यो र? आफ्नो भ्युज बढाउनको लागि, आफ्नो लाइकहरू बढाउनको लागि यत्तिकै मान्छेको कसैको पनि फोटो युज गरेर यत्तिकै जे पाए त्यही बोल्न पाउँछ, गाली गर्न पाउँछ। मेरो इमेज छैन, उ छैन, मेरो इज्जत छैन। अनि अर्को कुरा चाहिँ धेरै मान्छेहरूले इभन मलाई मेरो इनबक्समा पनि आएर भन्नुभएको छ कि ऊ भाइसँग कन्ट्याक्टमा आऊ रे, उसँग कुरा गरेर गर भनेर भन्नुभएको छ। मैले उसलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन, इन्स्टाबाट पनि, फेसबुकबाट पनि, कुनै ठाउँबाट, व्हाट्सएपबाट पनि, कहीँबाट पनि मैले उसलाई ब्लक गरेको छैन। सबै ठाउँबाट ऊ मेरो कन्ट्याक्टमै छ। अब हामीहरूको यस्तो भइरहेको भएर अहिले कुरा मात्र नभएको हो, मैले कुनै ठाउँबाट केही पनि गरेको छैन उसलाई। अनि अर्को कुरा चाहिँ अब उसको पैसा फिर्ता गर भन्ने कुरा भएको छ। उसको पैसा खायो रे, उ गर्यो भन्नुभएको छ। अनि त्यो कुरा पनि म त्यो कुरा पनि म हजुरहरूलाई भन्छु, त्यसको आन्सर पनि म दिन्छु हजुरहरूलाई। हामी दुईजना फ्यामिलीले बसेर नै सबै चिज गरेरै हामीले डिसिजन बनाएर उसको पैसा रिटर्न गरिदिने भनेर भनेको हो। अनि अर्को कुरा चाहिँ हाम्रो पैसा यति लागेको उति लागेको भनेर भन्नुभएको छ यता युएस पठाउँदाखेरि। त्यो कुरामा पनि म के भन्न चाहन्छु, मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो, आधी पैसा मेरो बाबाले पनि दिनुभएको थियो, सो हेल्प गर्नुभएको थियो हामीलाई। अनि त्यही भएर अनि मेरो बुवाले चाहिँ हामीहरूले दुईजना परिवार बसेर मिलेर चाहिँ अनि हामीले के भनेको थियौँ भन्दाखेरि सल्लाह गरेको थियौँ पैसा चाहिँ अनि दिने भनेर भन्नुभएको थियो। अनि अर्को कुरा के भन्दाखेरि चाहिँ मसँगै मेरो फोटोहरूसँगै अनि पछि अर्को त्यो केटाको पनि फोटोहरू हजुरहरूले लाएर जे पाए त्यही अनि उसको बारेमा पनि भन्नुभएको छ, गर्नुभएको छ। उसलाई मैले चिनेको छु, मेरो साथी हो। अब अमेरिकामा कोही बसिराख्नु भएको छ, यो भिडियो हेरिराख्नु भएको छ भनेपछि उहाँहरूलाई थाहा होला युएसमा आएर कस्तो हुन्छ, को मान्छे कतिखेर काम लाग्छ भन्ने कसैलाई पनि थाहा हुँदैन। हेल्प सबैको चाहिन्छ, सबैसँग राम्रोसँग बोल्नुपर्छ, मिलेर बस्नुपर्छ। त्यसमा केही ठुलो कुरा भएन। हेल्प जसलाई पनि जतिखेर पनि चाहिन सक्छ, हुनसक्छ। अनि सबैतिर मैले देखेको के भन्दाखेरि